भयो भयो सानोला एक गाल्दियो बेलुन ल्याएन छन् एउटा पटेका पड्काइदिनु बा उ त त्यही टाङ्दिनु उ त टाङ्दिनु अर्कोलाई लगाइदिनु केकै नकाटी टिका लगाइदिनु भयो केक काटे मात्रै हुन्छ टिका लगाइदिनु भयो हामी त पहिला केक काटेर बल्ल टिका लगाइदिएर फेरि केक काट्छौँ ए त्यसले समातिने के हजुरले गरौँ न हाम्रो नानी आज 1 वर्ष पुरा पुगेकिन् हाम्रो बुद्धि ज्ञान हुने पुरा मानवोस् रोग सोग नलाओस् दुःख कष्ट नलाओस् बस्दा केही नगरोस् धेरै ज्ञानी गरेर पढाइ लेखाइमा अगाडि बढोस् राम्रोसँग ज्ञानी नखुवाइदिनु त टिक्का नै सिक्क भयो त्यहाँ त टिकी लगाइदिनु लागेको बर्थडे मनाइदिनु लागेको नातिनी ऋतिका यहाँ फोन आहा त्यही भएर शीतल दादाले लौ धेरै दिएछु ल पैसा लिग ल समाचार लास्ट पालो मेरे पक्ष बुढो माओले आजा तिमी लगाउ टिका ल यिनलाई आज टिका लाउन रहर लाएर सिधा पाउ न त भयो नानी अब ल बाबा भन्दै गऱ्यो नानी भयो फेरि लाठी भइसक्यो तिमी लगाइदिनु ऋतिकालाई दाल त खाइदिनु भयो नखाइदिनु धेरै ए धनी अङ्कल छैन कि धनी अङ्कल ओ भने होइन यो त धनी अङ्कल हो कि हुने गरिदेऊ खुट्टीमा ल खुट्टी नानीको खुट्टी हुने गर ल ल तिमी खाऊ ल उता
केक काट्न हतार भयो अब भयो छोड्दे काटेर भान्जालाई दिनु नलाउनु फुल मात्रै छ बाबा नलाँदैन भागो ल उठो दाइको बालो दाइलाई बाई 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 भयो कि पर्दैन पर्दैन छोड्दै छोड्दै पर्दैन पर्दैन किन नपर्छ सानो केक ल्याएर बर्थडे पैसा दिन्छ कि दिन्न भनेर हेरेको ल ल लैजा लैजा ल ल छानेर केक काटेको है ल पेपर हो ल ल लैजानु त्यो हो यसले त गोलै काटी त माथिको न्युज होला ऊ त्यो पिर्का लिएर आऊ म भा ए बर्थडे यो पनि लिएर हिँड्नु त कसको बर्थडे आइज गई गई नानी चप्पै 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 छैन चप्पै 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 च्या अब उताकोले खाने है चप्पा